हेलो गाइज, दिस इज माई फर्स्ट मिल ब्लग। आज चाहिँ मेरो छोरीको कपाल मुण्डन गर्ने दिन। यसो उसको कपालहरू पनि देखाइदिउँ। अनि त्यस पछाडि हामी आमा छोरी रेडी भएर चाहिँ मामा घर जाने, सबै रेडी हुँदै गर्नुभएको छ। अनि हामी चाहिँ यसो भिडियोहरू पनि बनाउँदै उसको लागि मेमोरी पनि हुन्छ, उसले पछि ठुलो भएर पनि हेर्न हुन्छ नि त, त्यही भएर। अनि उसलाई मैले रेडी बनाइदिएँ, म आफू पनि रेडी भएँ। रेडी भएर चाहिँ उसलाई मैले के भनिरहेको थिएँ। ऊ चाहिँ मोमो भन्दै लुसुक्क बनाइरहेको थियो। मेरो छोरी चाहिँ क्यामेरा भनेपछि एकदम खुसी हुने मान्छे हो। ऊ चाहिँ चाँडो रेडी भएर बाटोमा आइसकेका थिइन्। अनि त्यस पछाडि बुढो म छोरी भएर हामी चाहिँ माइती घरमा जाँदै थियौँ। नजिकै छ। अनि हाम्रो घर र माइतीको बिचमा एउटा क्राई इभेन्ट रेस्टुरेन्ट पनि छ। अनि त्यस्तो त्यो देखाउन पनि मन लागिहाल्यो। अनि त्यसपछि हामी चाहिँ माइती घर नजिक आइपुग्यौँ। अनि त्यसपछि आएर झरेर हामी चाहिँ भित्र पस्दै थियौँ। अनि उसको मामा गेट खोल्न आयो। अनि उसले चाहिँ एकदम खुसी भयो बान्जीलाई देख्ने बित्तिकै। अनि म चाहिँ चाँडो मामुलाई गर्न गएँ है। अनि त्यसपछि चाहिँ ऊ चाहिँ टिभीमा मस्त थियो है, मामाहरू अनि दादालाई देखेर ऊ मस्तसँग खुसी भएको थियो। मैले चाहिँ यसो मामा, उसको चाहिँ मेरो एउटा आन्टीको छोरा अनि मेरो भाइ हो, अनि मेरो चाहिँ हस्बेन्ड हुनुहुन्थ्यो। अनि त्यस पछाडि नानीको दादा पनि थिए। अनि ऊ चाहिँ पहिल्यै रेडी भएर पूजा गर्ने ठाउँमा बसिसकेको थियो है। हामीले चाहिँ रेडी गरिदिएको थियौँ। अनि मैले उसलाई जिस्काइरहेको थिएँ है। अनि ऊ चाहिँ के गरेर उतातिर सिकाउँदै थियो, भन्दै थियो मलाई यो चाहियो त्यो चाहियो भनेर। अनि मामुले चाहिँ चोखो कपडा चाहिन्छ भनेर उसलाई चाहिँ गराउँदै हुनुहुन्थ्यो। ऊ चाहिँ अनि मेरो भाइहरू पनि चाँडो आए होइन, पूजा गर्न थाले। अनि त्यस पछाडि उनीहरू पूजा बिचरा कहिले घरमा नगरेको होइन, फर्स्ट टाइम गर्दा उनीहरूलाई के कस्तो अप्ठ्यारो मानिरहेको थिएँ। अनि मामुले चाहिँ सिकाइदिइराख्नु भएको थियो कि उनीहरूलाई। अनि त्यस पछाडि दुइटा मामा मिलेर पूजा गर्दैछन्, बान्जीलाई पुज्दैछन्। अनि त्यसै उनीहरूले के गर्ने मामुले सिकाइराख्नु भएको थियो। उनीहरूले पूजाहरू गरे है, बान्जीलाई सबै गर्नुपर्ने कामहरू गरे। अनि त्यस पछाडि बान्जीलाई जलहरू खुवाइदिए। त्यस पछाडि सबै पूजाहरू गरेर मामुले सिकाउँदै हुनुहुन्थ्यो, आफूले पनि गर्दै हुनुहुन्थ्यो। अनि त्यसै उसको मामाले दहीहरू खुवाइदिइराख्नु भएको थियो है। अनि त्यस पछाडि ऊ चाहिँ खुसी भएको थियो। अनि फर्स्ट टाइम उसको कपाल काट्दा मलाई चाहिँ कस्तो फिल भइरहेको थियो है। अनि ऊ चाहिँ खुसी भएको थियो। मेरो चाहिँ एकचोटि पनि रोएन है, कति शान्तपूर्वक बसिरहेको थियो। उसलाई चाहिँ कपाल बाट्न भने चाहिँ एकदमै गाह्रो हुने काम हो। आज चाहिँ काट्न पाउँदाखेरि त उसलाई त्यस्तै पनि खुसी लाग्ने भइहाल्यो। अनि दुइटा मामाले पालो गरेर कपाल काटिदिए होइन, सुरु गरिदिए। मामाले हात लगाउनुपर्छ होइन। त्यसपछि उसको ड्याडीलाई चाहिँ कपाल काट्न आउने भएर म आफै नै काटिदिन्छु भनेर काटिदिँदै हुनुहुन्थ्यो। उसको ड्याडीले नै सबै कपाल मिलाइदिनु भयो। अब मामाहरू त सानो छन् के अरे होइन, खासै आउँदैन उनीहरूलाई, गाह्रो हुन्छ भनेर। अनि उसको ड्याडीले नै काटिदिनु भयो। अनि उनीहरूले चाहिँ टिका लगाउने, दुइटा मामाले टिका लगाइसकेपछि चाहिँ मामुले टिका लगाइदिनु भयो। मामुले टिका लगाइसके पछाडि चाहिँ उसको ड्याडीले टिका लगाइदिनु भयो छोरीलाई। अनि टिका लगाएर आशीर्वाद दिनुभयो छोरीलाई। ड्याडीले के खुवाइदिइराख्नु भएको थियो छोरीलाई। त्यस पछाडि मेरो पालो आयो, मैले टिका लगाइदिएँ छोरीलाई। त्यस पछाडि टिका लगाउने अनि छोरीलाई पुज्ने काम पुजेर है। अनि त्यस पछाडि उसले चाहिँ के आफ्नै धुनमा थियो, मैले टिका लगाइदिएको। उसलाई केही थाहा नै थिएन भनौँ न। ऊ त खुसी भएको थियो, कपाल काटेको पिर पनि भएन उसलाई, कति शान्तपूर्वक बसेको थियो होइन। मैले चाहिँ छोरीलाई टिका लगाइदिएर दक्षिणा दिएँ। अरू चाहिँ पहिले दिइसकेको थिएँ के अरे, अब त्यति बेला लक्षिणको लागि मात्रै भनेर त्यति गरेँ। अनि त्यसो खुट्टा ढोगेर मैले चाहिँ मेरो हजुरआमालाई टिका लगाउन बोलाएँ, उहाँले लगाइदिनु भयो। अनि त्यस पछाडि मेरो मामा आएर मेरो मामाले पनि टिका लगाइदिनु भयो। अनि उसलाई जिस्काउनलाई पैसा एउटा गरेर दिइराख्नु भएको थियो। त्यसपछि मेरो मामाको छोरीले अनि मामाको छोराले टिका लगाइदिए। त्यसपछि उसको दादाले उसको ठुलोमामाको छोराले टिका लगाइदिए है। अनि त्यसपछि उसलाई चाहिँ सबै काम भ्याएपछि उसलाई यसको देखाइदिउँ न भिडियो भनेर मैले चाहिँ हल्का फुल्का क्याप्चर गरिराखेको थिएँ के अरे होइन। ऊ चाहिँ खुसी भएको थियो, कपाल नभएको उसलाई त के आज त अरू चाहिँ रुन्छन्, ऊ चाहिँ खुसी। त्यस पछाडि हामी सबै काम भ्याएर उसको कपाल लगाएर नदीमा सेलाउनुपर्छ भनेर चाहिँ हामी हाम्रो घरतिर अब नजिकैको नदीमा, बबई नदीमा जाँदै थियौँ। अनि जाँदै गर्दाखेरि यसो बाटोहरू देखाइदिउँ न, बाटो बन्दैछ के अरे होइन। अनि देखाउँदै गर्दाखेरि अनि त्यसपछि म, मेरो हस्बेन्ड, मेरो छोरी अनि मेरो भाइ, मेरो मामु भएर गएको थियौँ कि हामी चाहिँ यति गएको थियौँ, 4-5 जना मात्रै भएर। त्यस पछाडि जाँदाखेरि हल्का फुल्का यसो ठाउँहरू पनि देखाइदिउँ कि भनेर देखाइदिएँ। त्यसपछि हामी खोलामा पुग्यौँ। अनि मामुले मलाई सिकाइराख्नु भएको थियो के गर्नुपर्छ भनेर। म चाहिँ उता नाच्दै थिएँ काम सकेर, मामु उता कपालहरू निकाल्दै हुनुहुन्थ्यो नानीको। अनि त्यस पछाडि मैले यसरी सिलाइदियो भनेर मैले चाहिँ सिलाइदिँदै थिएँ है। अनि म त त्यहाँ कालो के आएछ, अनि म त कपाल भनेर त्यो समात्न खोजिरहेको थिएँ कि। अनि त्यस पछाडि मामुले सिकाउनु भयो के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर। मैले चाहिँ हल्का फुल्का मामुले जिस्काइराखेको थिएँ कि।
अनि त्यस पछाडि चाहिँ खोला तर्नुपर्छ भनेर खोला तर्नलाई हामी रेडी भएको थियौँ, मामु र भाइ, म र छोरी। अनि त्यस पछाडि मैले चाहिँ छोरीलाई पानीमा उता हिँड्न सक्ने कुरा भएन के अरे खोलामा, अनि उसलाई चाहिँ मैले यसरी बिस्तारै बिस्तारै तर्दै गएँ। आमा छोरी गयौँ, उता फेरि मामु र भाइले चाहिँ हात समातेर खोला तर्दै हुनुहुन्थ्यो। अनि नानीले देख्दाखेरि त अप्ठ्यारो जस्तो लाग्छ के अरे, तर त्यस्तो अप्ठ्यारो चाहिँ भएको थिएन। उसलाई मैले अब किन बोकेर तराम त, उसको पाइलाले नै के अरे तराम भनेर, अनि हामी चाहिँ फर्किँदै थियौँ, उता खोला तरेर फर्किँदै थियौँ। देख्दाखेरि चाहिँ अलि अप्ठ्यारो हो, कस्तो समात्यो होला, बच्चा जस्तो लाग्थ्यो होला, तर नानीले चाहिँ कम्फर्टेबलै मानिरहेको थियो। मलाई चाहिँ गाह्रो भइरहेको थियो बरु होइन, कहीँ चिप्लिन्छु कि खुट्टाले लिड्किन्छ कि भनेर। त्यसै हामी यतातिर फर्क्यौँ। अनि फर्केर आएपछि नानीलाई घरमै त नुहाइदिइसकेका थियौँ, तर पनि अब नदीमा गएको भएर उसलाई एकछिन शिरमा यसो पानीहरू राखिदिउँ भनेर कि चोखो बनाइदिउँ भनेर नुहाइदिनु त भएन। अनि त्यस पछाडि हामीले चाहिँ बत्ती बालेको ठाउँ यहाँ पूजा गरिसकेका थियौँ, म त भुलेछु। त्यसपछि हामी फर्किँदै थियौँ। अनि फर्किँदाखेरि हल्का फुल्का यसो बनाउँदै थिएँ। मैले जाँदाखेरि चाहिँ खोलाको नजिक नजिक गराउन पाएन, त्यसपछि आउँदाखेरि चाहिँ बनाउँछु भनेर उता पछाडि मामु र भाइ आउँदै हुनुहुन्थ्यो। अनि त्यसै हामी चाहिँ अहिले अगाडि नै थियौँ। अनि त्यस पछाडि हामी चाहिँ पछाडि पछाडि आइरहेको थियौँ। अनि मेरो छोरीलाई नि एकदम हाई बाई गर्नु मन लागिहाल्यो, फेरि हाई पनि भनिहाल्छ, बाई पनि भनिहाल्छ होइन। अनि त्यस पछाडि चाहिँ हामी अब त्यहाँसम्म आएपछि मन्दिर दर्शन गरौँ भनेर चाहिँ हाम्रो शीतलपुरको मन्दिर एकदमै अब भनौँ न तुलसीपुरको फेमसै मन्दिर, अनि हामी त्यहाँ दर्शन गर्न गयौँ। छोरीलाई पनि दर्शन गरायौँ, उसले पनि अब फर्स्ट टाइम भनौँ न ऊ चाहिँ दर्शन गर्न गएको थियो नि। अनि त्यसपछि हामी दर्शन गराएर मामुले चाहिँ उसलाई मन्दिरमा लगेर दर्शन गराउँदै हुनुहुन्थ्यो। कति ठाउँमा त म आफै पनि लेखिराखेको छु, कति ठाउँमा आफूले खिचिरहेको थिएँ होइन। अनि त्यस पछाडि चाहिँ हामी सबै मन्दिरहरू दर्शन गर्दै थियौँ। अनि यो चाहिँ भर्खरै बनेको मन्दिर हो कि, अनि अस्ति शिवरात्रिदेखि चाहिँ उद्घाटन भएर अब अहिले चाहिँ जान मिल्ने गराउनु भएको छ उहाँको मान्छेहरूले। अनि त्यसपछि हामी त्यहाँ पनि गयौँ, दर्शन गऱ्यौँ। अनि नन्दीलाई चाहिँ मेरो छोरीले खबर पठाउनु भनेर उसलाई कानमा गएर खबर पठाउँदै थिइन् मेरो छोरीले। त्यसपछि हामी बिस्तारै मन्दिरबाट पनि फर्किँदै थियौँ। मेरो छोरीलाई एकदम हतार भइसकेको थियो ड्याडीसँग आउनलाई, अनि ऊ दौडी दौडी आउन लागिरहेको थिइन् होइन। अनि त्यसपछि हामी बिस्तारै त्यहाँदेखि पनि फर्क्यौँ। अनि हल्का मलाई फुलहरू देखाउन मलाई देखाएँ। त्यस पछाडि हामी मन्दिरबाट पनि फर्क्यौँ घरको लागि। अनि हल्का फुल्का बाटोहरू पनि देखाइदिउँ न त भनेर बाटोहरू पनि देखाउँदै आइरहेको थियौँ। अनि यसो पर्दाखेरि मेट्रो कलेज पनि देखाइदिइहालेँ। अनि हामी घर नजिकैको चोकमा आयौँ। त्यस पछाडि चाहिँ हामी घरमा आइपुग्यौँ होइन। घरमा आइपुगेपछि उसलाई चाहिँ नानीले मेरो मामाको छोरीले एकदम चाँडै बोकिहाल्यो। त्यस पछाडि चाहिँ हामी कोठामा आयौँ। आइसके पछाडि चाहिँ उसलाई मैले बाई गर भनिराखेको थिएँ, बाई नै गरिरहेको थिएन। अनि त्यसपछि हामी सबै फ्यामिली भएर कति त छुट्नु भएको छ होइन। अनि त्यसपछि बाई गरेर यो ब्लग चाहिँ यतिमै गऱ्यो, बाई।